खासै चाहिँ यहाँ क्रिसमस ट्री किन्न पाउँदैन क्या अलिक किन्न पाउँदै त राम्रो हुन्थ्यो होइन हाम्रो अब जुम्लातिर नेपालतिर अलि अर्ग्यानिक हुन्छ ट्याक्कै ल्याएर सजाएर ट्याक्कै दामी बनाएर होइन पाइपट्टि घाम लागेको छ तर यता घामै लागेन कि यस्तो छ यहाँ चिसोले यहाँ सबै बुढीमुढी भएको छन् जुम्लीवासीहरू तर जुम्लामा धेरै चिसो छ क्या त्यहाँनिर गाडी छ सबैजना क्रिसमसको शुभकामना छ बाटो अलि गाडी छ है चिसो धेरै छ क्या चिसो धेरै छ गाह्रो छ जुलाहरू कहाँनिर पाइन्छ अरे माथि हो यहाँ पुरा सल्लो मात्रै रहेछ सल्लो चाहिँ रुख काटेकै ठिक हुन्छ होइन तर खासै रुख काट्न चाहिँ मिल्दैन तर नि के गर्ने गाह्रो छ सानो हो रुख धेरै ठुलो होइन यता माथि हो किताब बाटो छ तल जाने अरे त्यहाँबाट काटौँला तर सल्लो चाहिँ ठिक हुन्न झुलोको अलि राम्रो हुन्छ क्या त्यो काँडा जस्तो हुन्छ होइन बाक्लो हुन्छ त्यो अलिक टक्कै सजाउँदा राम्रो हुन्छ 2-4 दिनको लागि मात्र आजै झन् राम्रो हुन्थ्यो क्या हिउँ आउँदैन क्रिसमस ट्री भेटिरहेको छैन गाह्रो छ के गर्ने हो कहाँ पुग्यो भन्ने हो मात त्यही हो कि त्यो होइन कि होइन तल पानी बगिरहेछ नि यो कर्णालीको माथिबाट आएको पानी हो पहाडबाट जडीबुडीको पानी र यो पानी सबैजना पिउँछन् क्या तल घर गाउँ छ होइन सबैजना पिउँछन् क्या पानी पहाडको पानी र तराईको पानी धेरै फरक हुन्छ होइन तर पहाडको पानीमा चाहिँ के हुन्छ भनेपछि जडीबुडीहरू मिक्सकर भए हुन्छ होइन एउटा औषधिको रूपमा नि एउटा ऊ हुन्छ कि काम गर्छ क्या ऊ माथिबाट आउँछ कि अब रुख त धेरै छन् तर त्यो मात्रै एउटा रुख मात्रै चाहियो हामीलाई सल्लाहको चाहिँ हुँदैन होइन तर एउटा झुलो कस्तो हुन्छ तपाईँलाई देखाउँछु होइन मात्रै पनि त छ तर अलिक गाह्रो छ होइन ठाउँ यही हो गाइस झुलो पनि यस्तो हुन्छ अलिकति यस्तो हुन्छ क्या काँडो टाइपको हुन्छ होइन अनि सल्लो भने चाहिँ यस्तो हुन्छ त्यही भएर चाहिँ अलि यो धेरै टिकाउ छ क्या त्यही भएर होइन ल गाइस यसले हेरौँ काटौँ हाम्रो क्रिसमस ट्री चाहिँ यहाँ भइसक्यो होइन यसले चाहिँ उठाएर ल गाइस घरमा पुगिसक्यो होइन यस्तो छ अवस्था यो बोकेर अलिकति थाक पनि लागिसकेको छ हरियो बोटो ए निकै चिसो पनि छ क्या फेरि ल भित्र जाउँ र यसको यसलाई कसरी सजाउनु पऱ्यो है यसले चाहिँ अलिक काटछाट गरौँ होइन अलिकति छ नि यो तलको यो यताको यो चाहिँ पुरा गोलो बनाएर अलि होइन ट्याक्कै यसले काटेर अलिक चिट्टे बनाएर टक्कै कहाँनिर सजाउने हुनाले कहाँनिर त्यहाँनिर यता ट्याक्कै लोकेसन सही आउँछ होइन ट्याक्कै पछि साँझ झिलिमिली ल्याएर अनि त्यसमा कपास हालेर झोपडको जस्तो बनाएर सजाउनु पऱ्यो अनि राम्रो हुन्छ हो ठिक छ ल गाइस यसले सजाउने काम गरौँ ल ट्याक्कै फेरि अलिक मिस्टेक होला फेरि है ल गरिहाल्यो खुट्टामा लागला फेरि क्रिसमसको तयारी हुँदैछ है यहाँ अझै क्यारल पनि देखाउँछु म तपाईँहरूलाई क्यारल कस्तो हुन्छ होइन हाम्रो क्रिसमस फ्यामिलीहरू क्यारल कसरी खेल्छन् आज चाहिँ हुँदैन आज चाहिँ यो सबै सजावट हुन्छ होइन अनि पछि चाहिँ क्यारल कसरी खेल्छन् यही आँगनमा त्यो पनि देखाउँछौँ तपाईँलाई अनि हामी क्रिसमस पनि देखाउँछौँ हजुरलाई र्याली पनि गर्छौँ होइन कति र्याली अरे 8 गते भयो नि भन यो पनि फाला त यो के यो फाला होइन किन फाल्यो भाइ राम्रो देख्दैन त्यो एकैछिन ढुका म यसले डिसाइड गर्छु है अलिकति बनाएर आयो होइन यस्तो आउँछ गाइस फेरि क्रिसमस खतरा हुने भएपछि क्रिसमस हुन्छ होइन भगवान्ले पनि गर्नुपर्छ जिन्दगीमा कति टेन्सन दिएर कति फ्रस्ट्रेट हुँदैन तपाईँलाई ह्याप्पी नै हुनुपर्छ क्या हाम्रो फाइनली
क्रिसमस ट्री यस्तो भएको छ अहिले नर्मल क्लासमा पछि चाहिँ अलिक सजावट आउँछ होइन राम्रो परिरहेको छ है ल हाम्रो राजाजी सजाउँदैछन् क्रिसमस ट्रीलाई अहिले चाहिँ यहाँ झिलिमिली हालिन्छ होइन ल गाइस अहिले चाहिँ क्रिसमस ट्रीमा चाहिँ हिउँ आएको छैन होइन जाडो महिनामा अलिक हिउँ आउनु पर्ने हो तर हिउँ चाहिँ आएन होइन अब आर्टिफिसियल हिउँ गर्नु पऱ्यो अब जस्तो हिउँ बिनाको क्रिसमस अलि अधुरै हुन्छ हिउँ त पर्दैन अब आफूले आर्टिफिसियल बनाउनु पऱ्यो त्यस्तो लो गाइज हाम्रो फाइनली क्रिसमस ट्री रेडी भइसकेको छ है पुरा हिउँ परेको छ होइन ल गाइज हाम्रो यहाँ त हिउँ पडिसक्यो तपाईँकोमा हिउँ परेछ कि नै कमेन्ट गर्नु होला है गाइज फाइनली हाम्रो क्रिसमस ट्री यस्तो भएको छ है हेर्नुहोस् अहिले के कस्तो छ गाइज प्रक्रिया दिनु होला ह्याप्पी क्रिसमस सबैलाई यो क्रिसमस ट्री म बनाउँदै यसलाई यस्तो बनाउँदै हात यति कालो भइसक्यो त्यही भएर गाइज यतिको छ होइन कस्तो छ हेर्नुहोस् र सबैलाई ह्याप्पी क्रिसमस है